आन्दोलनकारीहरूले पनि नेपाली पत्रकारितामाथि आक्रमण गरेको देखिन्छ। त्यो कुरा हामीले हेर्नुपर्छ। यसमा त मेरो विरोध छ है, यसमा मेरो विरोध छ। एकैछिन किनभने म यो घरको पछाडिको घर मेरै हो होइन। यहाँ खास यो घटना किन भयो थाहा छ? यो पत्रकार मर्नुको कारण एउटा कारण छ। के भयो भन्दा यो घरको माथि, यो घर प्राइभेट घर हो, यो घरको माथि होइन पुलिस बसेको थियो क्या। यो घरको माथिबाट यदि टियर ग्यास र रबर बुलेट नहानेको यो घटना हुँदैन थिएन। यहीँबाट हानेको हो, यहीँबाट सुरु भयो। यहाँबाट सुरु भएपछि यहाँबाट त देखिन होइन। अनि यहाँ माथि हजुर ल है, यो माथि घरमा पुलिस कहाँनिर थियो भन्दाखेरि यो माथि देखेको छ नि, यहाँहरू डल्लो सबैलाई म देखाउँछु है। हेर यहाँ पत्र, यहाँ त क्यामेरा 10वटा 10तिर छ है। मैले भनेको कुरा फेरि भेरिफाई गर्नु है, सबैजना छ। त्यो पोलमा छ होइन, मेरो घरको पछाडिपट्टि पोलमा छ। घर कुन हो सर? योभन्दा पछाडिको जस पछाडि हो। अनि यहाँ मान्छे मऱ्यो भने त मैले 1 घन्टा मान्छे अगाडि थाहा पाएको। जबकि यो घरमा आगो बल्ने बेला यो घरबाट छिरेको आगो मेरो घरको पछाडि, मेरो घर जल्दैछ भनेपछि म त 2 घन्टा पछाडि यो घरको पछाडि पानी हालेर बसेको मान्छे हो नि त। अनि यो पत्रकार जसरी मऱ्यो नि, यो पत्रकार सायद होइन मैले दिएको इन्फर्मेसनले कोही मान्छे मरेको चाहिँ कसरी मऱ्यो भने थाहा पाओस् है। मलाई पनि कन्फ्युजन छ। किनभने जो मान्छे मऱ्यो भने चाहिँ नि त्यो मर्नुभन्दा मरेको थाहा पाएको त 2 घन्टा पछाडि मैले चाहिँ है। तर आन्दोलनकारीहरूले पनि नेपाली पत्रकारितामाथि आक्रमण गरेको देखिन्छ। नाइस पट्टी झरे ल बाबा हो अश्रु ग्यास ल बाबा हेर त ल पट्टी ल। ओहो यही मेरो बाल्दार मान्छेले हान्यो त्यहाँ। यही पनि बोल्यो, यही बोल्यो। नेपाली पत्रकारितामाथि आक्रमण गरेको देखिन्छ। पत्रकार हुन् तर पत्रकार हो भन्दैमा जे पायो त्यही नबुझिकन बोल्न चाहिँ यसरी पाइने चाहिँ होइन है। फेरि